रेडियो चौतारी, कुरा जहाँबाट सुरु हुन्छ। नमस्कार, म भावना अधिकारी। स्वागत छ तपाईलाई कार्यक्रम रेडियो चौतारीमा। संयुक्त राष्ट्रसङ्घको पहलमा तयार पारिएको यो कार्यक्रममा तपाईँ हाम्रो दैनिक जीवनमा प्रभाव पार्ने विषयवस्तुहरू समेटिनेछन्। यो कार्यक्रम हरेक हप्ता आजकै दिन यसै समयमा आधा घण्टा सुन्न सकिन्छ। आज रेडियो चौतारीमा हामी वन जङ्गलका नजिक बसोबास गर्ने दाजुभाइ दिदीबहिनीहरूको जीवनस्तर उकास्न वनलाई कसरी दिगो ढङ्गले उपयोग गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौँ। वन स्वच्छ वातावरणको लागि नभई नहुने कुरा हो, तर गएका केही दशकदेखि हामी कहाँ भएका वन जङ्गलहरू नासिने क्रम अति नै बढेको छ र यसले बाढी पहिरो लगायत अरू खतराहरूलाई पनि बढाउँदै लगेको छ। त्यसो त वनको व्यवस्थापन स्थानीय समुदाय आफैले गरेपछि वन फेरि पलाउन थालेका छन् र सँगसँगै समुदायको आम्दानी पनि बढ्न थालेको छ। कसरी त? आज हामी कार्यक्रममा यही कुरा गर्नेछौँ र सधैँ जस्तै फर्स्ट बहादुर र सेकेन्ड बहादुरका कुरा त छँदैछ। सुना सुना गाउँले हो, म केही भन्छु, दुई भाइ साथीको सबै कहन्छु। फर्स्ट बहादुर सेकेन्ड बहादुर दुवै मिल्ने साथी, कहिले जान्छन् तलतिर कहिले जान्छन् माथि। गाई भैँसी भेडा बाख्रा घिउ राडी पाकी, जे वृक्ष व्यापार गर्छन् केही राख्दैनन् बाँकी, ल है केही राख्दैनन् बाँकी। देश हेर्छन् मुख फेर्छन् ज्ञान गुण सिक्छन्, तिनै कुरा चौतारीमा हप्तै पछि झिक्छन्। ल है फर्स्ट बहादुर सेकेन्ड बहादुर, आज के नौलो पौलो कुरो ल्यायौ त? रकासमन म नकेसे रदुआब। नकेसे रदुआब? ओए, के भाषा हो त? यो देशगुनाको भाषा। नकेसे भनेको सेकेन्ड भनेको, रदुआब भनेको बहादुर भनेको, रकासमन भनेको नमस्कार भनेको। अच्छा, के उल्टो उल्टो बोल्दा? देशगुनाको भेष, कपाल गुनाको केस भएको। अनि कसरी हाम्रो देश उल्टो भयो? असारमा खडेरी लागेर कात्तिकमा बाढी आउने देश उल्टो हुन्छ? तर यसरी कुबेरामा बाढी आयो भनेर उल्टो बोलेर बसेर पनि हुन्छ? के गर्नु पर्यो त फर्स्ट बहादुर? रुख रोप्नु पर्यो, वन जोगाउनु पर्यो। अच्छा, ल तेरा विचारमा वन भए पहिरो जाँदैन, बाढीले बिगार्दैन? अनि त यहाँ सुन, अब वन भए प्राय जसो के हुन्छ, रुखका जराले दह्रोसँग माटो समाउँछ, अनि पहिरो जान पाउँदैन, बाढीले माटो बगाउन पाउँदैन। तर अब वन जङ्गल नभए पाउनु दुःख पाउँछस् त, भोकै मर्न बेर छैन, डढेर मर्न बेर छैन। भोकै मर्छु? तँलाई थाहै छैन, जति रुख बिरुवा भए त्यति माटो मलिलो हुन्छ, माटो मलिलो भए बाली सप्रिन्छ, रुख नभए घामले सिधै माटोलाई भेट्छ अनि माटो सुक्खा हुन्छ, सुक्खा माटोमा अन्न फल्छ, ती माथि पानी पनि कम पर्छ। वन जङ्गलले पानी पर भन्छ है? थुक्क, जति रुखपात हुन्छन् त्यति माटो मलिलो हुन्छ, ओसिलो हुन्छ। जति माटो ओसिलो हुन्छ त्यति छिटो घाम लाग्ने बित्तिकै त्यो माटोमा भएको ओस बाफबाट आकाशमा जान्छ अनि फेरि पानी बनेर फर्किन्छ। तर म डढेर मर्छु चाहिँ कसरी? ले, गर्मी भयो फर्स्ट बहादुर, एकछिन रुखका फेदमा बसौँ। आहा हेर, जङ्गल नजिकै भएर कस्तो चिसो हावा भन्छस् त हौ। तँलाई थाहा छ, वन जङ्गल भएन भने दिनमा गर्मी असाध्यै हुने र रातमा चिसो असाध्यै हुने हुन्छ। तँ त यसो अनुभव गरे होलास् त है आफै। केटाले पारा ल्याउँछ है। त्यति मात्रै? रुख वन जङ्गलले अरू पनि धेरै फाइदा पुर्याउँछ। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्नका लागि वन जङ्गलको अति नै ठूलो भूमिका हुन्छ। त्यति मात्र होइन, हाम्रो देशका धेरै समुदायहरू खाद्यान्न, इन्धन, घाँसपात जस्ता कतिपय कुराहरूका लागि वनमा नै भर पर्ने गरेका छन्। सरकारी तथ्याङ्क अनुसार हाम्रो देशको 30% जमिन वन जङ्गलले ओगटेको छ। तर राम्रा गुणस्तरका र जैविक विविधता भएका जङ्गल भने हाम्रो देशको 10% जति भूभागमा मात्र सीमित छन्। अर्कोतिर बितेका केही दशकदेखि जङ्गल नासिने क्रम पनि अति नै बढेको छ। 46-47 सालदेखि 61-62 सालसम्मको 15 वर्षमा मात्रै जम्मा वनको 25% मासिसकेको थियो। यो वन विनाशले गर्दा भूक्षय बढ्ने, उर्वरा शक्ति घट्दै जाने जस्ता विभिन्न प्रभावहरू देखिन थाले।
यो समस्यालाई सम्बोधन गर्न सरकारले वन जोगाउने पनि र स्थानीय व्यक्तिहरूको जीवनस्तर पनि उकास्ने उद्देश्यले समुदायमा आधारित वनको दिगो व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्यायो। कबुलियती वन समुदायमा आधारित वन व्यवस्थापनको एउटा स्वरूप हो। यो अत्यन्तै गरिबहरूलाई लक्षित गरेर ल्याइएको कार्यक्रम हो। कबुलियती वन कार्यक्रम कसरी चल्छ र यसले साँच्चै त्यो क्षेत्रमा बसोबास गर्ने अति विपन्न वर्गको जीवनस्तर उकासेको छ त? चितवनको मुङलिङ पुगेर अमर लामाले यो सामग्री तयार पार्नु भएको छ। आज कबुलियती वन समूहको बैठक बस्ने दिन। कालीखोला गाउँकी सुकुमाया चेपाङ आफ्ना समूहका सदस्यहरूलाई स्कुलमा भेला हुनका लागि डाक्दै हुनुहुन्छ। कालीखोला चन्नी भन्ज्याङ गाविस वडा नम्बर 6 अन्तर्गतको चेपाङ बस्ती हो। यहाँ जुनेकी आमा अर्थात् ज्ञानुमाया चेपाङ, उहाँ कबुलियती वन समूहहरूका लागि परिचालिकाको रूपमा काम गर्नुहुन्छ। ज्ञानुमाया चेपाङ गाविसका विभिन्न समूहमा पुगेर महिनै पछि यसरी बैठक बसाल्ने काममा सहयोग गर्नुहुन्छ। प्रत्येक महिनामा हामी 22सम्ममा यो पुग्नुपर्छ सर। बैठक राख्ने, बचत गराउन लाउने, बोट बिरुवा नथा भएको ठाउँमा बोट रोप्न लाउने, अलिकति झाडीबाल थाहा भएको ठाउँमा फार्न लगाउनु गर्ने हुन्छ। कबुलियती वन भनेको के हो भनेर नबुझेकोहरूलाई कबुलियती वन भनेको हाम्रै वन हो, 2टा बाख्रा पनि पाउने, बाख्रालाई औषधि उपचार पनि हुने, आफ्नै लागि हो अर्का लागि होइन भनेर सिकाएर। कृषि विकासका लागि अन्तर्राष्ट्रिय सहयोगमा सरकारले कबुलियती वन परियोजना 2048 सालमा सुरु गरेको थियो। यो कार्यक्रम अन्तर्गत हैसियत बिग्रेको जमिन गरिब परिवारको लागि भनेर उनीहरूलाई 40 वर्षका लागि प्रयोग गर्न दिँदै आएको छ। तर चितवन चन्नी भन्ज्याङका किसानहरूलाई भने आजभन्दा करिब 7 वर्ष अगाडि मात्र सरकारले जग्गा हस्तान्तरण गरेको रहेछ। यहाँका किसानहरूले जग्गाको सदुपयोग गरेर कसरी आय आम्दानी बढाउने र कसरी आफ्नो जीवनस्तर सुधार्ने भन्ने विषयमा वन विभागबाट तालिम प्राप्त गरेका थिए। साथै किसानहरूले रुखका बिरुवा, फलफुलका बिरुवा र डाले घाँसका बिरुवाहरू समेत पाएका छन्। गरिब समुदाय, विशेष गरी महिला, आदिवासी, दलित जनजाति कबुलियती वन परियोजनाका लक्षित किसानहरू हुन्। आफ्नो ठाउँमा कबुलियती वन सुरु हुनुभन्दा पहिले ज्ञानुमाया र उहाँका परिवारले निकै कठिनसँग जीवन धानिरहेका थिए। जग्गा त्यस्तै सर 3 महिना खाने, अरू महिना अनिकाल लाग्ने। गिठा भ्यागुर टाँकी मुन्टो टिपेर खाने थियो, सिस्नु पकाएर खाने थियो, दाउरा बोकेर जान्थे सर, जङ्गलको दाउरा बेच्ने। अब यस्तो गर्नु हुँदैन भनेर हामीलाई थाहा पनि थिएन। ज्ञानुमाया चेपाङ मात्र होइन, जग्गा जमिन नभएका कारण वा थोरै भएका कारण कालीखोलाका अधिकांश चेपाङहरूको अवस्था उस्तै थियो। सरकारले ज्ञानुमाया चेपाङ जस्तै थुप्रै चेपाङहरूलाई कबुलियती वन परियोजना मार्फत उनीहरूको जीवनस्तर सुधार्ने प्रयास गर्दै आएको छ, जुन परियोजना नेपालका विभिन्न 22वटा जिल्लाहरूमा लागू भएको छ। यो परियोजना जहाँ लागू हुन्छ त्यहाँका किसान परिवारले हैसियत बिग्रेको जमिन र त्यो सँगसँगै त्यस ठाउँमा रोप्नका लागि घाँस तथा रुखका बिरुवाहरू, तरकारी तथा फलफुलका बेर्नाहरू पनि प्राप्त गर्छन्। साथै कबुलियती वनको घाँसबाटै बाख्रा पालन गर्ने गरी प्रत्येक परिवारलाई 2वटा बाख्रा समेत सित्तैमा उपलब्ध गराइएको छ र कबुलियती वनको संरक्षण अनि सदुपयोग कसरी गर्ने भनेर किसानहरूले बेला बेलामा तालिम समेत पाउँछन्। फेरि एकपटक ज्ञानु चेपाङ, त्यो सरहरूले हामीलाई खोजी खोजी ल तिमीहरूको ठाउँमा साह्रै नै दाउरा बोकेर दाउरा बेचेर जङ्गल सिद्धो, पहिरो जानेको डर भयो। अहिले त त्यस्तो गर्नु हुँदैन। बुढो अलिअलि बोट बिरुवा रोप्यो भने तिमीहरूलाई घाँस काट्नु पनि दुःख हुँदैन, दाउराको पनि दुःख हुँदैन। भोलि पर्सि त्यही दाउरा बेचेर बच्चाहरूलाई लाउन खानबाट पनि त्यही देखिन्छ, त्यस्तो दुःख हुँदैन भनेर हामीले त्यस्तो काम गरेको हो सर। अहिले चाहिँ कबुलियती वनतिर लाग्नेको। कबुलियती वन विपन्न अवस्थाका किसानहरूले सामूहिक जिम्मेवारीमा रेखदेख गर्ने र त्यसको फाइदा बराबरी उपभोग गर्ने वन हो। यसरी रेखदेख गर्नका लागि एक समूहमा 5 देखि 15 घरधुरीसम्मको सहभागिता रहन्छ र प्रत्येक समूहलाई कम्तीमा 3 रोपनीका दरले हैसियत बिग्रेको जग्गा उपलब्ध गराइन्छ। चितवनको चन्नी भन्ज्याङ गाविसमा मात्रै यस्ता 52वटा भन्दा बढी कबुलियती वन समूहहरू छन् र कबुलियती वन सुरु भएपछि कालीखोलाका चेपाङहरूले आफ्नो जीवनमा अहिले ठूलो परिवर्तन आएको महसुस गर्न थालेका छन्। पहिले नाङ्गो डाँडा दिएको सर हामीलाई त 6 वर्ष भइसक्यो सर। 6 वर्षमा सर अब त्यही हो, कबुलियती वन बनाउने भनेपछि त हामीले त खेती गर्ने नै होइन, हामीले त प्रायः जस्तो बाख्रा पाल्ने, घाँस बढाउने मात्रै हो सर। अहिले बोट बिरुवाहरू रोपेर, घाँसको बिरुवाहरू रोपेर हरियो बनाएको सर, त्यो निपिएर भन्ने घाँस, बगेना
2 बारी 3 बारी घाँस हुने भयो सर। मलासियस घाँस छरेर हामीले हरियो बनाइरहेको छ सर। अब योभन्दा पहिले हामीले 2टा बाख्रा पाल्नु पनि सकेको थिएन सर। अहिले चाहिँ व्यक्तिमा कसैले 15, कसैले 16 र कहिले 5 र कहिले 9-10 र बाख्रा हाम्रो व्यक्ति नै पालेछ सर। अब यसपालि मैले चाहिँ घाँस रोपेर खसी र बोका गरेर मैले 41,000 को बेचेँ सर। मुगलिन नजिकैको कालीखोला स्थित देवी भन्ज्याङ कबुलियती वन समूहकी अर्का सदस्य सुकुमाया चेपाङ कबुलियती वनबाटै ऋण तिर्न सफल हुनुभएको छ। ऋण त बिहा तिर्दै बस्यो सर। जति साल भयो त्यो 10-15 साल भयो भने बिहा तिर्दै लखाइ सर साहुजी भन्दै तिरुलाली भन्दै बस्दा यसपालिको माघमा 2 कार्टन, पोहोरको फागुनमा 2 कार्टन के अरे यही बगिनको आफूले रोपेको बगिनको गेरा बेचेर नि पोहोर पायो 1080, यसपालि पायो 1500 गरेर त्यो गेरा बेचेर पनि अहिले आम्दानी गरेर पनि साउथिया। समूह मिलेर सञ्चालन गर्नै पर्ने कबुलियती वनको पहिलो विशेषता हो भने यसको अर्को विशेषता चाहिँ ग्रामीण बचत र कर्जा सेवाको व्यवस्थापन पनि हो। समूहकी सदस्य राममाया चेपाङ अब अहिले अलिअलि कोषहरू के अरे साह्रै दिदीबहिनीहरूले कोष बनाऊ, यसो गरेर कोष बनायो भने बिहेजी हो लो हुन्छ भनेर त्यो सोचै आयो। साउ काट्नु गयो भने आफूलाई के फाइदा आउँछ र? अब बिहेजी पनि त्यो साउलाई, साउ पनि त्यही साउलाई हो, आफूलाई फाइदै थिएन। अहिले त अब आफूले अलिअलि बचत गरिएपछि त कि अखेरी पऱ्यो भने दुख बिमारी भयो भने साउसित ल दिनुहोस् भनेर झोल्याहरू गर्नु परेन। पहिले त अब भनिहाल्यो नि सर 30,000 काट्नु छ भने 5 धानीको बोका लिएर जानु पर्थ्यो सर। पहिले त अब धेरै दियो बिचारा गुण लाग्यो है भन्थे। अहिले त त्यस्तो लाग्दैन सर। यिनीहरू त 2,000-2500 जाने बोका त यिनीहरू पो खुसीले दिनुपर्ने रहेछ। अब हामीले पनि गर्नुपर्छ, यो संसारसँग पछि लाग्नु हुँदैन है भनेर धेरै चेतना भइसक्यो सर। कबुलियतीले गर्दाखेरि भन्छ सर, योभन्दा पहिले थाहा थिएन सर यस्तो त। यसरी कबुलियती वन समूहको नियमित बैठक, भेटघाट र विभिन्न विषयमा हुने छलफलका कारण आय आम्दानी बाहेक मुगलिन कालीखोला स्थित चेपाङ समुदायमा चेतनाको स्तर पनि बढ्दै गएको देखिन्छ। आफूमा आएको परिवर्तन सुनाउनु हुँदै दिनेश चेपाङ पहिला त अब त्यो खामासँग उठायो, साउन बार्यो, बस्यो, त्यहीभित्र बस्यो, मान्छेहरू आयो भनेदेखि त्योभित्र लुगे हो, निस्किने होइन, त्यस्तो चलन थियो सर। अहिले त सर अब मूल्यवानी पनि पऱ्यो सर। अब समूह हामी महिनाको एक गते छलफल हामी सधैँ भइरहन्छ। ठाउँ कहिलेकाहीँ नौलो मान्छे ठुल्ठुलो मान्छेहरू आउँछ नि, यस्तो गरेर यस्तो हुने सम्झाउँथ्यो, बुझाउँथ्यो, यस्तो गर्नुपर्ने रहेछ भने आफूलाई पनि बुद्धि आयो, ज्ञान आयो। अलिकति पहिला भनौँ परिवर्तन धेरै आयो सर। मनमा लागेको कुरो अलिअलि आफूलाई आएको कुरो अलिअलि बोल्न सकिन्छ आफूले। यो थियो कबुलियती वनले अति विपन्न वर्गको जीवनस्तर उकास्न कसरी मद्दत पुर्याउँछ भन्ने विषयमा चितवनको मुङलिङ पुगेर अमर लामाले तयार पार्नु भएको सामग्री। हाम्रो देशमा कबुलियती वन कार्यक्रम आजभन्दा 18 वर्ष अघि लागू भएको हो। त्यो बेलामा अति विपन्न वर्गका 11,000 परिवार संलग्न भएका 1600 समूहलाई कमसल खालको वन वितरण गरिएको थियो। तर कम समयमा नै ती वनहरू हेर्न लायकका भए, समुदायमा पशुपालन बढ्यो, खाद्यान्न अभाव कम हुन थाल्यो र 3 वर्षको अवधिमै खसी बाख्रा, दूध तथा घाँस बिक्री वितरण गरेर ती समुदायका व्यक्तिहरूले नगद आमदनी गर्न थाले। यतिखेर संयुक्त राष्ट्रसङ्घको खाद्यान्न तथा कृषि सङ्गठन र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको सहयोगमा कबुलियती वन कार्यक्रम 22 जिल्लामा फैलिएको छ र 36,000 भन्दा धेरै अति विपन्न वर्गका परिवारहरू यसमा संलग्न छन्। वन संरक्षण गर्ने र समुदायको आमदनी बढाउने उद्देश्यले सञ्चालित समुदायमा आधारित वन व्यवस्थापनको अर्को स्वरूप भनेको सामुदायिक वन हो। स्थानीय समुदायको हितका लागि सरकारी वनको स्वामित्व स्थानीय समुदायलाई नै हस्तान्तरण गरिने यो कार्यक्रम कबुलियती वन कार्यक्रम भन्दा लामो समयदेखि सञ्चालनमा छ। यो कार्यक्रम अन्तर्गत 10 लाख हेक्टर भन्दा धेरै वन उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकेको छ। तर यो कार्यक्रम कबुलियती वन जस्तो अति विपन्न वर्गमा मात्रै लक्षित छैन। शारदा रिजालले सामुदायिक वन उपभोक्ता महासङ्घकी स्थायी समिति सदस्य अप्सरा चापागाईसँग सामुदायिक वनका फाइदा र चुनौतीका बारे कुरा गर्नुभएको थियो। सुरुमा उहाँले सामुदायिक वन भनेको के हो भनेर सोध्नु भएको थियो। यो सामुदायिक वन भनेको विशेष गरेर स्थानीय उपभोक्ताहरू जो गाउँमा बस्ने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले
आफूले सक्ने जति चाहिएको वन क्षेत्र संरक्षण सम्वर्धन सदुपयोग गर्ने गरी जिम्मा लिएको वनलाई नै सामुदायिक वन भनिन्छ। 15,000 को हाराहारीमा सामुदायिक वन उपभोक्ता समूहहरू हस्तान्तरण गरिसकेको छ। सामुदायिक वन उपभोक्ता समूहहरू उच्च हिमाली एरियामा अलि कम छन्। मध्य पहाडी क्षेत्रमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहहरू अलि बढी छ। तराईमा सामुदायिक वन उपभोक्ता समूहहरू अलि कम हस्तान्तरण भएको छ। सामुदायिक वनको अवधारणा चाहिँ नेपालमा कसरी सुरु भएको हो? सामुदायिक वन उपभोक्ता समूहहरू स्थानीय उपभोक्ताले धमाधम चाहिँ लिन थाले। काभ्रे सिन्धुपाल्चोक जिल्लाबाट चाहिँ सामुदायिक वन उपभोक्ता समूहको चाहिँ सुरुवात भएको हो। स्थानीय रूपमा गाउँलेले जबसम्म वनको संरक्षण गर्दैन तबसम्म नेपालको वन जोगिएको इतिहास छैन। त्यो भएकै कारणले गर्दा अब के गर्ने त भनेर भन्दा समुदायलाई जिम्मा लगाउनु पर्यो। समुदायलाई जिम्मा लगाउँदाखेरि प्रक्रियागत रूपमा लगाउनु पर्यो। त्यो प्रक्रियागत रूपमा जिम्मा लगाउनको लागि कानुन नीति नियम ऐनहरू बनाउनु पर्यो। त्यो नीति नियम ऐनहरू बनाइसकेपछि चाहिँ स्थानीय समुदायले संरक्षण गर्छन् भन्ने खालको अवधारणा अनुसार यो चाहिँ हस्तान्तरण भएको हो। 2045-46मा नेपालमा वन क्षेत्रको वनको नीति बन्यो। त्यसलाई हामी वन विकास गृह योजना भन्छौँ। त्यसै गरेर 2049 सालमा चाहिँ वन ऐन बन्यो। सामुदायिक वनको यो अभ्यास चाहिँ अहिले नेपालमा कतिको सफल भएको छ त? नेपालको 75 जिल्लामा सामुदायिक वन उपभोक्ता समूहहरू छन् र 75वटा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्नो हिसाबले वन जङ्गल संरक्षण सम्वर्धन गर्दै आएको छन्। त्यो राम्रो हिसाबले पनि अगाडि बढेको छ भने सामुदायिक वनले वन मात्रै संरक्षण गरेको स्थिति छैन। समुदायले वन संरक्षण गरेको त्यो समूह मार्फत सामुदायिक विकास निर्माणका कामहरूमा प्रशस्त कार्यान्वयन चाहिँ गरेको छ। चाहे तपाईँ स्कुलको कुरा गरौँ, चाहे तपाईँ छात्रवृत्ति गर्ने कुरा दिने कुरा गरौँ, चाहे तपाईँ शिक्षामा सहयोग गर्ने कुरा गरौँ, चाहे स्वास्थ्यमा सहयोग गर्ने कुरा गरौँ, चाहे खानेपानीमा सहयोग गर्ने कुरा गरौँ, स्थानीय स्तरमा बाटो घाटो पुल पुलेसा कलबट यी आदि प्रक्रियामा देशको विकास निर्माणमा सामुदायिक वन उपभोक्ता समूहले पनि आफ्नो हिसाबले गरिराखेका छ। अहिलेसम्म सामुदायिक वनको चुनौतीहरू के छन्? यो सामुदायिक वनमा चुनौतीहरू थुप्रै छन्। कतिपय चाहिँ स्थानीय स्तरमा रहेका छन्, कतिपय चाहिँ बाह्य हस्तक्षेप हुन्छ। अलिकति जहाँ बढी स्रोत छ त्यहाँ चाहिँ सबैको आँखा छ। अहिले नेपालको तराईको जङ्गलमा धेरै मान्छेहरूले चाहिँ आँखा लगाउँछन् र त्यहाँ तस्करी पनि त्यही हुन्छ, काठ चोरी निकासी पनि त्यही हुन्छ, त्यहाँ ठेकापट्टाको काम पनि त्यही हुन्छ। त्यो चाहिँ राजनीतिक तहदेखि लिएर सरकारको जिम्मेवार संयन्त्रदेखि लिएर स्थानीय उपभोक्ता समूहको टाठाबाठा मान्छेहरू समेत मिलेमतोमा चाहिँ यस्ता खालका काम भएको भन्ने चाहिँ थुप्रै जनगुनासोहरू कतिपय तथ्य तथ्याङ्कहरू पनि अगाडि आइसकेका छन्। र अहिले सुशासनको सवाल टड्कारो रूपमा आएको छ। समूहहरूलाई कसरी अझ बढी सुशासित बनाउने सामुदायिक वनहरूले थुप्रै अभ्यास गरेका छन्। अहिले जनलेखा परीक्षण गर्ने, पब्लिक अडिट गर्ने, आफ्नो साधारण सभाहरू मिटिङ बैठक भेलाहरू नियमित रूपमा गर्ने, तर सँगसँगै समुदायलाई सहयोग गर्ने सरकारी गैर सरकारी सङ्घ संस्थाहरू त्यो खालको पारदर्शिता, त्यो खालको आफ्नो जिम्मेवारीपन वहन गर्नुपर्ने स्थिति चाहिँ अझै पनि अभाव नै देखिन्छ। सामुदायिक वनबाट समुदायका मान्छेले पाउने प्रत्यक्ष फाइदाहरू चाहिँ के हुन्? सामुदायिक वनबाट समुदायको मान्छेले पाउने प्रत्यक्ष फाइदा भन्ने हो भने घाँस दाउरा सेउला सोत्तर पत्कर उनीहरूले पाउँछन्। सामुदायिक वनको माध्यमबाट गरिने विकास निर्माणका कामहरू जति हुन्छन् त्यो चाहिँ त्यही स्थानीय समुदायमा गर्ने भएको हुनाले त्यो समुदायले पाउने प्रत्यक्ष फाइदा हो। सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्नो उपभोक्ताको कोष आम्दानी चाहिँ गरेका हुन्छन् विभिन्न हिसाबले। त्यो चाहिँ प्रत्यक्ष रूपले आफ्नै उपभोक्ता समूहभित्र त्यहाँ पनि उपभोक्ता समूहका गरिब दलित पछाडि परेका पारिएका वर्गहरूलाई चाहिँ उनीहरूले सहयोग गर्ने चाहिँ नीति कानुनहरू बनाएका हुन्छन्। त्यो हिसाबले पनि त्यो वर्गमा उनीहरूले प्रत्यक्ष रूपले सहयोग पुर्याएका हुन्छन्। तर कहिलेकाहीँ नि अब जस्तो सामुदायिक वनमा जो विपन्न छन्, पछाडि पारिएका वर्ग छन्, उनीहरूको पहुँच चाहिँ त्यहाँसम्म पुग्न सकेको छैन र जो पछाडि पारिएका छन् पारिए अवस्थामा छन् भन्ने खालको आलोचना पनि सुनिन्छ नि। के हो यो? केही हदसम्म यो सत्य हो। अलिकति जो टाठाबाठा छ उपभोक्ता समूहभित्रको र जसले चाहिँ थिचोमिचो गर्न सक्छ त्यो मान्छेहरूले थिचोमिचो गर्न खोजेको अवस्था चाहिँ सामुदायिक वनभित्र देखिन्छ। जुन समूहमा सामुदायिक वन उपभोक्ता समूहहरू हस्तान्तरण गर्ने क्रममा प्रक्रियागत रूपले चाहिँ हस्तान्तरण भएको छ त्यो समूहमा
त्यस्तो खालको समस्या कम छ। उहाँ हुनुहुन्थ्यो सामुदायिक वन उपभोक्ता महासङ्घकी स्थायी समिति सदस्य अप्सरा चापागाई शारदा रिजालसँग सामुदायिक वनका चुनौती र फाइदाका बारेमा कुरा गर्दै। नेपालमा अहिले 15 लाख भन्दा बढी घरधुरी सामुदायिक वनमा संलग्न भएका छन्। तपाईँ अहिले कार्यक्रम रेडियो चौतारी सुनिरहनु भएको छ। रेडियो चौतारी, कुरा जहाँबाट सुरु हुन्छ। तिमी हामी यसरी भेट भएको दिन ट्याक तुम तुम ट्याक तुम तुम ट्याक तुम। ल गदाको जस्तो स्वर निकालेर के को ट्याक तुम नि? ए गदाको स्वर चाहिँ नभने, कोइलीको जस्तो मेरो स्वरलाई गदाको जस्तो भन्दो रहेछ। ठिकै हो, कोइलीको स्वर गदाले नकल गरे जस्तो सुनिन्छ। तर त्यस्तो स्वर छ भन्दैमा उल्लु उल्लु कुरा नगर्दा। ल अनि मैले के उल्लु कुरा गरेँ? के गरिनस्? वन जङ्गलले मालामाल बनाउँछ, धेरै फाइदा छ भन्छस्, त्यस्तो के छ ल भन् त? अनि केही नभएको भए हरियो वन नेपालको धन भनेर उखान बनाउँथे। हेर, यो रुखपात वन जङ्गल जति जोगायो त्यति मालामाल। तेरो कुरो मान्दिनँ म। अब वन राखेर नि कोही धनी हुन्छ? हेर बाबै, वन राखेर होइन, वन फाँडेर चाहिँ मान्छे मालामाल हुन्छ। चट्ट काटो रुख, काठ बेचो अनि मालामाल भो। बुद्धि छैन। गलत। हेर सेकेन्ड बहादुर, मान्छेले गर्ने सबैभन्दा ठुलो गल्ती यही हो। होइन, अब तँलाई थाहा छैन जति वन जोगायो जति फैलायो त्यति नै मान्छे मालामाल हुन्छ भन्ने कुरो? कसरी? 1000 तरिका छन्। अब उदाहरणकै कुरो गर्छस् भने तेरो कुरो गरौँ। मेरो के कुरो गर्छस्? यहाँ सुन, पैसी त पालेछस् त एउटा भान तैँले, होइन? दुध पनि बेच्छस् क्यारे। अब यहाँ नजिकै जङ्गल थियो भने 2-3 मवेशी पाल्थिस् होला, बाख्रा पाल्थिस् होला। त्यो तैँले सिकाइराख्नुपर्छ। तर वस्तुभाउको अनुहार देख्यो कि रिस उठ्ने मान्छेले चाहिँ के गर्ने नि जङ्गलले? जे नि गर्ने नि। सल्लाहको जङ्गल भए खोटो सङ्कलन गर्ने, त्यो बेच्ने। रुद्राक्षको जङ्गल भए त्यही बेच्ने। तँलाई थाहा छैन, अस्ति नै हामी व्यापार गर्न जाँदा एकजना उद्यमीले मिठो जाम खुवाएको, ऐसेलुको अरे, चुत्रो अरे, के सबै जङ्गली फलको। त्यस्तो गर्ने नि। एउटा सल्लाहको रुखबाट 5 वर्षमा निकालेको खोटो बराबरको पैसा त त्यो एउटा रुख काटेका भोलिपल्ट निस्किन्छ। कसले दुःख गरोस्? अनि त्यो पैसा सिद्धिएको भोलिपल्ट हेर, त्यो रुख नकाटे खोटो मात्रै सङ्कलन गरिस् भने तँलाई मात्र होइन, तेरा छोराछोरीलाई नि त्यसले पाल्छ। तर काटेपछि त सिद्धियो नि। त्यसो भए सर्वसाधारणहरू चाहिँ वनका बारेमा के भन्छन् त? यी जोगाउन पर्ने महत्त्वपूर्ण स्रोत हुन् अथवा हाम्रो जीवनयापनका लागि प्रयोग गर्न सक्छौँ, या दुवै? वन जङ्गल जोगाउनु त आवश्यक छ, महत्त्वपूर्ण कुरा पनि हो। पहिरो गएर विपत्ता भएको थियो, वन फाँडिँदा हामी सँगसँगै छँदा हामी अलि ठुलो भयो, वन जोगेपछि पहिरो पनि कम भएको छ। पहिरो पनि धेरै कम भएको नि। हाम्रा वन हरियो भने हामीलाई रमाइलो लाग्छ, ठाउँ ठाउँको मान्छे घुम्न आउँछ। वन जङ्गल जोगाउनु त आवश्यक छ नि त। अब सबै छाडा छोड्दाखेरि त हराउँदै जान्छ नि त, मासिन्छ। दाउराले पकाउनु पर्यो नि, ग्यासले त फेरि किन्न सकिन्न होला नि। त्यही कारणले चाहिँ त्यसलाई बचाउनु पर्यो। अब यस्तो सुक्खा जमिनमा त धेरै बिरामी फैलिन्छ। रुखपातहरू यस्तो यसरी लगायो, हावापानीले महामारी चाहिँ बचाउँछ। यो चिसो हावाले चाहिँ बिरामीले कम गर्छ, झाडापाखालाई यस्तो महामारी चाहिँ कम हुने रहेछ। उहाँहरू हुनुहुन्थ्यो देशका विभिन्न ठाउँका सर्वसाधारणहरू वन जोगाउनुका फाइदाका बारेमा बताउँदै। यसमा सरकारको धारणा चाहिँ के छ त? सरकारले संयुक्त राष्ट्रसङ्घ र अरू अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा वन सम्बन्धी कार्यक्रम लागू गर्दै आएको छ। शारदा रिजालले वन विभागका सामुदायिक वन विकास अधिकृत बलराम कणेलसित कुराकानी गर्नुभएको छ। उहाँले सबभन्दा पहिला नेपालमा वनको अवस्था कस्तो छ भनेर सोध्नु भएको थियो। अब पहिलेको तुलना गरेर हेर्ने हो भने वनको अवस्था अहिले धेरै नै सुध्रिएको पाइन्छ, विशेष गरी मध्य पहाडी क्षेत्रमा। एउटा कुरा त जुन पहिले अतिक्रमण हुने गर्थ्यो वन क्षेत्र नै, मतलब वनको जग्गा नै घुम्ने गर्थ्यो, त्यो टोटली रोकिएको छ पहाडको सन्दर्भमा। तराईमा अझै पनि केही समस्याहरू छन्। दोस्रो कुरा, वनको अवस्था भन्नाले रुख बिरुवा त्यसको सङ्ख्या चाहिँ अहिले बढेको छ। त्यस कारणले वन पैदावार पनि, त्यसबाट उत्पादन पनि बढेको छ र उत्पादन बढ्ने बित्तिकै आवश्यकता पनि जनताको सजिलै उपलब्ध भएको हुनाले मान्छेले संरक्षणमा अलिकति चासो पनि देखाएका छन्। अब यो जथाभावी वन फडानी रोक्न चाहिँ कस्ता वैकल्पिक प्रस्तावहरू चाहिँ ल्याउन सकिन्छ त? विशेष गरी वन क्षेत्रमा चाहिँ जनताको प्रत्यक्ष जीवनयापनमा सहयोग गर्ने भन्ने खालको रोजगारी र आय आर्जनका कार्यक्रममा केन्द्रित गर्नुपर्ने हुन्छ। त्यस कारणले रोजगारीका अवसरहरू सिर्जना गर्ने भन्ने कुरा अब जबसम्म हामी
यो उद्यमशीलतामा जाँदैनौँ तबसम्म खालि वन पैदावार बढाएर मात्रै पनि त्यसले खासै उपलब्धि चाहिँ दिँदैन। त्यस कारण एकातिरफ हाम्रो वनको व्यवस्थापन गरेर वनको उत्पादन बढाउनु पर्ने अवस्था छ भने अर्कोतर्फ चाहिँ त्यो उत्पादित वस्तुलाई अब भनौँ न प्रशोधन गरेर त्यसको सदुपयोग गरेर चाहिँ उद्यमहरूको विकास गरेर त्यसभन्दा बढीभन्दा बढी फाइदाहरू लिनुपर्ने अवस्था चाहिँ छ। त्यसको फेरि राम्रो इम्प्याक्ट फेरि वनमै पर्छ, किनभने उनीहरूको जीवनस्तर उकास्ने बित्तिकै उनीहरूको वनप्रतिको भावना पनि एकदम सकारात्मक भएर आउँछ र त्यसले वनको संरक्षणमा पनि राम्रो प्रभाव पर्छ। सामुदायिक वनको व्यवस्थापन, समुदायको पहुँच अनि त्यो स्रोतको उपयोगका हिसाबले भन्दाखेरि चाहिँ जस्तो साँच्चैकै विपन्न अनि पछाडि पारिएका वर्गको पहुँच त्यहाँ पुग्न सकेन भन्ने एक थरी आलोचना पनि आइरहेको छ। यसलाई सरकारले कसरी हेरिरहेछ? यो वास्तवमा गुनासो आएको थियो र यही गुनासोलाई हामीले एड्रेस गर्नलाई विभिन्न सरोकारवालाहरूसँग बसेर हालसालै मात्र सामुदायिक वनको मार्गदर्शन चाहिँ परिमार्जन गरेका छौँ र यसमा केही प्रावधानहरू छन् जसले चाहिँ गरिब, विपन्न, महिला जो चाहिँ समाजबाट अलिकति बहिष्कृत भएका छन् भने त्यस्ता समुदायलाई फाइदा पुग्ने खालका प्रावधानहरू त्यहाँ राखिएका छन्। जबसम्म यस्ता वर्गहरूले जुन निर्णय प्रक्रियामा सहभागी हुन पाउँदैनन् तबसम्म उनीहरूको पक्षमा कुनै पनि काम हुँदैन भन्ने कुरा महसुस गरेर हामीले जुन समुदायभित्रको जुन समिति हुन्छ, जुन एक्जिक्युटिभ कमिटी हुन्छ, त्यसमा चाहिँ समानुपातिक प्रतिनिधित्व कुरा चाहिँ हामीले लिएका छौँ। त्यस कारण त्यो समुदायको बनोट जस्तो छ त्यही अनुसारको प्रतिनिधित्व चाहिँ त्यो समितिमा पनि हुनु पर्यो। र अर्को कुरा जुन की पोजिसनहरू छन् अध्यक्ष र सचिव, ती दुईटा मध्ये एकजना चाहिँ महिला हुनैपर्छ र यो आर्थिक अनियमितता नहोस् भन्नको लागि चाहिँ हामीले यो पब्लिक अडिटिङ, सार्वजनिक लेखा परीक्षणका कुराहरू पनि त्यसमा समावेश गरेका छौँ। किनभने जस्तो उदाहरणको लागि हामीले गरिबहरूको लागि कुरा गर्दाखेरि जुन समूहको आफ्नो कोष हुन्छ त्यसको कम्तीमा चाहिँ 35% रकम चाहिँ गरिबीको आय आर्जनको लागि खर्च गर्नुपर्ने भन्ने प्रावधान राखेको छ। उहाँ हुनुहुन्थ्यो वन विभागका सामुदायिक वन विकास अधिकृत बलराम कणेल शारदा रिजालसँग कुराकानी गर्दै। फसबहादुर, पनशेखर बहादुर, हेर तैँले वन जङ्गल जति जोगायो, जति बढायो, त्यति त्यसबाट फाइदा लिन सकिन्छ। अब आम्दानीको राम्रो स्रोत पनि हुन्छ, त्यसले हामीलाई फाइदा हुन्छ। हाम्रा सन्तान दर सन्तानलेसम्म फाइदा लिन पाउँछन् भनिस्। 16 आना सही हो कुरो, तर कसरी? यसले अझै पत्याएको छैन क्या मेरो कुरो। यहाँ सुन, पहिले यो गाउँका सारा मान्छे ऊ तल मूल फुटेको पानी खान्थ्यौँ, मुहान वरिपरिको जङ्गल त्यो पनि सरकारी। अनि यसो मौका पर्नासाथ उसले एउटा गर्दा गर्दै सबै रुख काट्यौँ। जङ्गल नासिएको 1 वर्षमा मुहान पनि सुक्यो। अहिले ऊ कि आधा घन्टा टाढा जानुपर्छ कि कति बेला नालामा पानी आउँछ भनेर हेर्नुपर्छ। त्यसरी हामीले जङ्गल नफाडेको भए यो दुर्दशा हुन्थ्यो। लु त्यो त माने, तर अब त म जस्ता गाउँका भुस्नाले मात्र के गर्न सकिन्छ भन् त? हाम्रो आफ्नो वन छैन। त्यो त छैन, तर अब त र म भएर सारा गाउँले भेला पारेर अब हामी के गर्न सक्छौँ त वन जोगाउन भनेर छलफल गर्न सक्छौँ। भएन सदरमुकामका वन अफिसका मान्छेसँग भेटेर सल्लाह गर्न सकिन्छ के गर्न सकिन्छ भनेर। त्यस्तै सबैलाई वन जोगाउनुको महत्त्व सिकाउन सकिन्छ। वन जोगाउन, रुख रोप्न सबैलाई सहभागी गराउन सकिन्छ। सुरु तर मबाट गरौँ न, लाग्छ नि अरू पनि। लु भोलि त 10वटा बिरुवा रोप, म 10वटा रोप्छु। अनि त्यसपछि गाउँलेलाई नि ल है रोप्नुपर्छ भनेपछि रोप्छन् कि रोप्दैनन् हेरौँ न। रोप्छन् अनि ठुलो भएपछि कि कुन चाहिँले वस्तु लगाइदिन्छ कि कुन चाहिँले घाँस उत्तर गर्छ। हेर अब मान्छेलाई आफूले रोपेपछि लोभ लाग्छ नि, त्यही भएर सबैलाई रोप्न लगाउनु पर्छ भनेको। हेर यसरी सबैले मिलेर काम गरे हाम्रा गाउँमा फाडेको जङ्गल फेरि हराभरा हुन्थ्यो। गाउँले दाजुभाइ दिदीबहिनीहरू, कुरो त यसले बिछट्टै राम्रो गर्यो है। के छ त तपाईँहरूको विचार? वन जङ्गल जोगाउने अनि बढाउने होइन त? अब सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। फर्स्ट बहादुर सेकेन्ड बहादुर व्यापार गर्न जाला, बाँकी कुरा सुनौँला है अब अर्को पाला। रेडियो चौतारीमा आज जीवनस्तर उकास्न वनलाई कसरी दिगो ढङ्गले उपयोग गर्न सकिन्छ भन्ने विषयमा यति नै। तपाईसँग पनि यस विषयमा कुनै कुरा छन् भने हामीलाई लेखी पठाउनुहोला। साथै तपाईसँग कार्यक्रम रेडियो चौतारीका बारेमै पनि कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छन् भने त्यो पनि लेखी पठाउनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम रेडियो चौतारी, पोस्ट बक्स नम्बर 1187
काठमाडौँ, नेपाल। अथवा मोबाइल नम्बर 985110 79413 मा पनि SMS पठाउन सक्नुहुन्छ। कार्यक्रम रेडियो चौतारीमा अर्को हप्ता लोकतन्त्र र हाम्रो जीवनका लागि सामुदायिक रेडियो र यसको महत्त्वका बारेमा कुरा गर्नेछौँ। त्यो बेलासम्मको लागि संयुक्त राष्ट्रसङ्घको पहलमा तयार पारिएको कार्यक्रम रेडियो चौतारी उत्पादन टोलीका शारदा रिजाल, अमर लामा, इरा श्रेष्ठ र तोया घिमिरे सहित म भावना अधिकारी पनि बिदा माग्छु। नमस्कार।